सक्छ त कसैले सक्दैन नि फेरि। यो झटारो बालेन सुदनलाई होला होइन त? एकछिन सिन चेन्ज गरौँ है। घरमा कोलाहल भएपछि के काङ्ग्रेस पस्यो भन्थिन आमैले। यसलाई कोलाहल बुझौँ या विद्रोह बुझाइ आफ्नै होला, तर अहिलेको परिस्थितिमा काङ्ग्रेस भित्र चाहिँ काङ्ग्रेस पसेको छ। देउबाको सरप्राइज वेलकमले गगनको गनगन अझै बढ्नेवाला छ। बालेन सरकारले पक्राउ पूर्जी जारी गरेर रेड नोटिस प्रक्रिया नै सुरु गरेको थियो। अहिले यिनै रासोपाका कार्यकर्ता त होइनन् कति स्वागत गर्न गएका देउबालाई। खैर यो विषय एकछिनमा उकाउँला। पहिला काङ्ग्रेसको कलेजो छामौँ है। पहिल्यै भनेको मैले त, गगन तिम्रो बसको बात छैन काङ्ग्रेसको नैया पार लगाउन। बाउले बेलैमा तराई झरेर अलिकता जङ्गल फडानी गरेको भए अहिले करोडौँको जग्गा हुन्थ्यो भनेर बाउलाई सराप्ने छोराको हरकत बाहेक अरू केही गर्न सकेनन् गगनले। राजाको सिस्टम त छैन, देउबापछि सिधै मुकुट गगनलाई दिनु त। अब एउटा छोराहरूको समूह बनाएर बाउलाई गाली गर्दैमा काङ्ग्रेसको अधमरो रुख हराबरा हुन मुस्किल छ। बाउलाई खुस नबनाएर शक्ति आर्जन गर्न खोज्दा बुढा रिसायो भने गाह्रो त पर्छ नै। तर गगनजीलाई यस्तो कुरा ख्याल भयो पो। गगन दाई हान्दिम भन्यो। गगन दाईले विशेष महाधिवेशन हान्दिए। दाई गीत गाउन मन थियो, गाइदेन त गाइदे जस्तै। अहिले चोक्टा खान गएको गगन झोलमा नपुग्दै देउबाले फाउडी हालेर ढलाइदिए जस्तै भएको छ। विशेष महाधिवेशनको लाभ भनेको गगनले 4 दिन सभापतिको कुर्सीमा तस्रिफ राख्नु बाहेक अरू केही पनि देखेन मैले त। बरु घाटा भने आफू हारे, पार्टी हार्यो, अब नपुगेर पार्टी छिया भयो। मतलब अहिले काङ्ग्रेसले गाउने गीत छिया छिया भइसक्यो यो मुटु यही हो। विशेष महाधिवेशन गरेर मुद्दा अड्डा अदालत दुनियाँदारीपछि वैशाख 4 गते देउबा पक्षको रिट खारिज गर्दै निर्वाचन आयोगको निर्णय सदर भयो। एकै झट्कामा इतर भितर तितर भितर सब भयो। देउबालाई लगभगै साइड लगाइयो। बिचरालाई लास्टमा एकपटक चुनाव लड्छु भन्दा टिकट नै दिइएन। देउबालाई काङ्ग्रेसमा राख्यो कि भोट नै आउँदैन भने गगनले, तर उनलाई बाहिर मिल्काउँदा आफै अमरेश कुमारबाट मिल्काइए। काङ्ग्रेसको गति पनि गति छाडा नै बनाइ छाडे। तर सिङ्गापुरबाट त शेर जसरी नै आए त बुढा। कुटाइ खाएर थलिएका 5 महिना उपचार गरी फर्किँदा त राम्रै स्वागत पाए नि होइन त? कतिपय मान्छे त बुढालाई मुखैमा हानेको थिए, डाम बस्यो कि बसेन भनेर हेर्न पनि गएका होलान् है। तर झट्ट हेर्दा स्वागत कार्यक्रम गगन थापालाई रिस उठाउनलाई काफी थियो। रातपछि दिन भए जस्तै भएको छ देउबालाई। कुट्न आएका हातहरू फुल्लिएर स्वागत गर्न गए। हुन त हाम्रो बानी नै यस्तै हो क्या। देश त नेताले होइन जनताले नै बिगारेको हो कि जस्तो फिल भइरहेछ मलाई। नेता बनाउने र सिद्धाउने त हाम्रै हात त हो नि। हिजो गाली आज ताली। मान्छे उही देउबा बुढा त हुन् भने। सुदूरपश्चिमका त होलान् नै स्वागतमा, तर बुढो काङ्ग्रेसको नाडी अहिलेसम्म पनि देउबाकै पकडमा भएकोले यसो चहल पहल त हानेकै छन् देउबाजीले। अन्य ठाउँबाट पनि समर्थक पक्कै होलान्। ओली देउबा प्रचण्डलाई आतंकवादी जसरी देशभर भाष्य निर्माण भयो। अधिकांशलाई त यी 3 जना गयो भने मात्रै पनि देश बन्छ जस्तो लागेको थियो। ओलीले कम्बोडियाको टेलिकममा पैसा खन्याए। प्रचण्डको स्विस बैंकमा रासका रास पैसा छ। देउबाले अकुत सम्पत्ति कमाए भनेको सुनियो। सुदन गुरुङले पनि आफ्नो छोटो बुद्धिले भ्याएसम्म रान तनिएर पक्रिन सक्ने जतिलाई झ्यापझुप पक्रिहाले। तर अहिले हात लाग्यो 0 लड्डु। यत्रो हेटरेट छ पुरानाप्रति जनताको। पुलिस प्रशासन अनुसन्धान सबै साथमा छ त, तर पनि केही ख्याच्न सकेको छैन सरकारले। अकडम बकडम पक्राउ हानिहाल्ने, एक दिन भए पनि जेलमा बसाइहाल्ने हल्ला चाहिँ बढी छ यो सरकारको। 4 महिनामा भैँसी त ब्याउँदैन ल मान्यौँ हामीले। अनुसन्धान गर्ने प्रमाण जुटाउने त गर्न सक्छ होला नि सरकारले। छैन त, पक्रेको छ छोडेको छ। दिक्क लागिसक्यो यार। देउबालाई यसरी स्वागत गरिदा त बालेन सुदनले चुर्लुम्ब डुबेर अब के गर्ने हो गर्दा हुन्थ्यो। इन्टरपोल लगाउन खोज्ने, ह्यान त्यान गर्ने, अहिले एयरपोर्टबाट हतकडी लगाउन केले रोक्यो। अब अनावश्यक स्टन्टबाजी नगर्दा हुन्छ क्या। अलि राम्रो काम गरेर देखाऊ सरकार। अर्का गगन छन्। देउबा मात्र काङ्ग्रेसबाट निस्कियो भने काङ्ग्रेसले कमाल गर्छ भनेर क्रेडिटको लागि रियाल काटेर बसेका थिए। अहिले बल्ल होस आएको होला होइन। बार्किङ डग सेल्डम बाइट भन्छ अङ्ग्रेजीमा। नेपालीमा हुन्छ नकुट्ने पोइका हमका जम्का ठुला। हमका जम्का भने यस्तो
गगन र अहिलेको सरकारका हमका जमका चाहिँ ठुलै हुन्। गरिदिन्छु, मैले सक्छु, हानिदिन्छु भन्ने टाइपको। विशेष महाधिवेशनको बेला त काङ्ग्रेस टुक्रिन लाग्यो भने म नै बाहिर बस्छु, बरु जस्तो सुकै त्याग गर्छु भन्थ्यौ त गगन दाई। दास र लासको पार्टी होइन भन्नेले काङ्ग्रेसलाई लास मात्र बनाएन, अब पोस्टमार्टम पनि गर्दैछन् गगन विश्वले। यता न उता हातमा एक गिलास बियर लगेर चिल हान्दा बरु शान्ति मिल्छ गगनलाई। काङ्ग्रेस पार लगाउँदा युवा युवा भन्दा भन्दै बुढा भइसक्यो बिचरा। देउबा पक्षले 2083 वैशाख 4 को फैसलाको पुनरावलोकन माग्यो। काटी काङ्ग्रेस त हामी नै हौँ भन्यो। अनि 2083 साउन 21 मा अदालतले पुनरावलोकनको लागि अनुमति दियो। अब गगनको सभापति पद धरापमा छ। यही अवस्थामा आफ्नै नेतृत्वमा काङ्ग्रेसको 15औं केन्द्रीय महाधिवेशन यही असोज 16 देखि 19 गते काठमाडौँमा गर्न पाए त सभापति कन्फर्म नै हो भनेर बसेका गगनलाई उल्टै देउबाले राष्ट्रिय भेला बोलाएर दोस्रो सरप्राइज दिए। यसलाई त मिनी महाधिवेशन भन्दा पनि हुन्छ। नास्ता खाना सब व्यवस्था गरेर 30-31 गते देउबा पक्षले राष्ट्रिय गगन साइडलाक भेला बोलाएको छ। अब महाधिवेशन एकताको धागो नै देउबाको नेतृत्वमा महाधिवेशन भनेर तेर्स्याइसकेपछि गगनले विज्ञप्ति निकालेर देउबाले सहयोग गर्छन् भन्नु सिवाय केही गर्न सकेका छैनन्। आधा उधी विशेष महाधिवेशनका र आधा देउबा पक्षकालाई मिलाएर मध्यमार्गी बनाऊ भने पनि चुनाव लड्न टिकटै नपाएका देउबाले फुल स्पिडमा आफ्नै नेतृत्व नछोड्ने पक्षमा छन्। मेरो भनाइमा त गगन पनि होइन, देउबा पनि होइन, दुवैले टीका लगाएर सुनिल शर्मा वा अन्य नेतालाई सपोर्ट गर्ने गरी महाधिवेशनमा जाँदा हुन्छ। अब काङ्ग्रेसलाई न देउबाले पार लगाउँछन् न गगनले। गगनको वाकपटुता देखेर खत्रै गर्छ गगनले भन्नु बेकार हो, महामूर्खता हो। अस्ति कता मैले सुनेको, मैले ड्राफ्ट गरेका डकुमेन्टहरू कामहरू आधा मात्र कार्यान्वयन गरे पनि बालेन सरकार सफल हुन्छ भन्ने अभिव्यक्ति दिँदै थिए। त्यस्ता योजना डकुमेन्ट त अहिले च्याट जिपिटीले पनि बनाउँछ। =MC², आइन्स्टाइनले पहिले नै दिइसके। युरेनियमबाट एटम बम बनाउने सूत्र सबैलाई थाहा छ, तर नेपालले किन बनाउन सक्दैन होला गगनजी? त्यसैले तिम्रा सिद्धान्त ज्ञान गुण काम लाग्दैनन् क्या? अब यत्रो वर्ष सांसद भयो, मन्त्री भयो, केही गर्न सकेनौ। अब प्रधानमन्त्रीकै टिको लगाएर पठाउँदा पनि गर्न सक्ने चाहिँ केही पनि होइन। काङ्ग्रेसको घाँटी अँठ्याएर सास्न बास पारेका छौ, मुक्त गरिदेऊ प्लिज। गगन देउबा मुक्त काङ्ग्रेस नै सबल काङ्ग्रेस हुने बलियो आधार हो। काङ्ग्रेस एक ढिक्का हुनको लागि यही नै मध्यमार्गी बाटो हो, नत्र काङ्ग्रेस टुक्रा 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 हुनबाट इन्द्रेको बाउ चन्द्रले पनि बचाउन सक्दैन। इतिश्री नमस्तुते।